बच्चा स्वतन्त्रताकै लागि सडकमा आएको हुन्छ। मीना खरेल भनेको चाहिँ काङ्ग्रेसको पनि एउटा व्यक्ति, यस्तो व्यक्ति हो जो चाहिँ पार्टीभन्दा माथिको व्यक्ति हो। चाहिँ भिसा थियो, म बसेर त्यहाँ काम गरौँ भनेर त्यहाँ नेपालीहरूले मलाई सुझाउनु भएको थियो। मेरो जिम्मेवारी छ, म बस्नुहुन्न भनेर म फर्केर देश आएँ। चुनाव अघि एकदमै ठुला कुरा गर्नुहुन्छ, भोलि नै उहाँले आएर बाटो पिच गरिदिनुहुन्छ कि? +2 गर्यो, ब्याचलरका लागि भर्ना हुन गयो। भर्ना हुन जाँदा चाहिँ कलेजमा त्यो भर्ना हुने ठाउँमा तेरो बुवाको नाम के हो? आजसम्म नेपालले प्रधानमन्त्रीको रूपमा चाहिँ कोही आमा पाएको थियो? दी नमस्ते। नमस्कार। अहिले तपाईँ चुनावको दौरानमा हुनुहुन्छ। हजुर। यद्यपि बेलुकाको 7:45 बजे भयो नि तपाईँले हामीलाई समय दिनुभएकोमा तपाईँलाई धेरै धन्यवाद छ। सर्वप्रथम त दिदीले आफ्नो परिचय दिनु न एकचोटि। म चाहिँ मेरो परिचय चाहिँ म सामान्य किसान परिवारमा 2028 सालमा जन्मेको मान्छे हुँ। मेरो जीवनशैली मेरो हुर्काई ग्रामीण परिवेशमा रह्यो। म विद्यालयसम्मको शिक्षा चाहिँ मैले लक्ष्मी माध्यमिक विद्यालयबाट गरेँ। ब्याचलरसम्म मैले वीरेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति शास्त्र र अर्थशास्त्रमा गरेँ। स्नातक चाहिँ मैले स्नाकोत्तर चाहिँ मैले त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा गरेँ। यो गरिरहँदा मैले मेरो सामान्य परिचय मीना खरेल हुँ। मेरो पिताजी स्वर्गीय जयबहादुर खरेलको छोरी, स्वर्गीय माता जगडी खरेलको छोरी हो। ओके। दिदीको हामीले दिदीलाई चिन्ने भनेको चाहिँ समाजसेविका भनेर एकदम अब्बल एउटा चाहिँ तपाईँको महिलाको रूपमा चाहिँ हामीले दिदीलाई चिनेर आउँछौँ चितवनमा चाहिँ विशेष गरी, होइन? यो तपाईँले समाजसेवाको काम तपाईँलाई कहाँबाट यो गर्न तपाईँलाई चाहिँ यो आँट आयो अथवा कहाँबाट यो तपाईँ स्टार्ट गर्नुभयो दिदी? म चाहिँ लक्ष्मी माध्यमिक विद्यालयमा पढ्ने क्रममा अतिरिक्त गतिविधिमा भाग लिन्थेँ। वक्तृत्व कला, वाद विवाद, निबन्ध यस्तो कार्यक्रममा भाग लिँदा मलाई अलिक सामान्य बाहिरको गतिविधिसँग सिक्ने, रुचि राख्ने, जानकारी लिने स्वभाव थियो। त्यसपछि 2042 सालमा म चाहिँ फेरि राजनीतिक परिवारमा हुर्केको होइन। अनि त्यसपछि 42 सालमा सत्याग्रहपछि नेपाल विद्यार्थी सङ्घले विद्यार्थी फिक्स महँगीको विषय लिएर आन्दोलन गर्यो। मैले एक दिनको प्रशिक्षणमा जाँदाखेरि म पनि निम्नवर्गीय मान्छे, मध्यमवर्गीय मान्छे, विद्यार्थीले फिस महँगी भएकै कारणले पढ्न नपाएको कुरासँग आन्दोलन गरेको कुराले मलाई त्यो विषय मेरो लागि छोयो मेरो मनमा। म पनि यो आन्दोलनमा सहभागी हुनुपर्छ भन्ने चेतनाले म त्यो कार्यक्रममा सहभागी बने। चितवन जिल्लाका धेरै ठाउँमा मैले भाषण गरेँ, त्यहाँबाट म जोगिएँ। चितवन अन्तर्गतकै टाढी रत्न टाढीमा कार्यक्रम थियो। विद्यार्थीहरूलाई स्कुलबाट बाहिर निकाल्ने, क्याम्पेनमा ल्याउने सहज थिएन, किनकि हामीसँग त्यति बेला यति धेरै सूचना इन्फर्मेसन पनि थिएन, जानकारी पनि थिएन, रिसोर्सेस पनि थिएन, त्यहाँ जाने, छिटो भाग्ने, यो गर्ने भन्ने कुरा पनि थिएन। यो बिचमा नेपालमा हामीले चाहिँ भाषण गर्दै थियौँ। त्यही बेलामा प्रहरी एउटा सेतो प्लेट सरकारी गाडी हो भन्ने पनि थाहा थिएन। त्यस्तो बेलामा एउटा गाडीमा अब वर्दी लागेको मात्रै पुलिस हुन्छ भन्ने थियो। अब त्यो सिभिलियन मान्छे, हामी जस्तै मान्छे आएको डम्फरले त हामीलाई के गर्ला र भनेको ढ्याकढुक बोल्दा बोल्दै डम्फरबाट मान्छेहरू निस्किनु भयो। पछि थाहा भयो उहाँहरू प्रहरी रहेछ भनेर। त्यसपछि एकैचोटि आएको घर त जिल्ला प्रहरी कार्यालय। अब त्यसपछि 5 दिनसम्म त्यहाँ बस्यो। तत्कालीन अब फेरि छोरी पढ्न जाँदा त असिलो हुने परिवेशमा हुर्केको मान्छे हुँ म। अब पुलिसमा बसेपछि त मेरो फेरि त्यो घर फिर्ता सहज हुन्छ कि हुन्न भन्ने कुराले मलाई अलि धेरै घर गरे। त्यसपछि 5 दिनपछि मेरो चाहिँ भान्दाई स्वर्गीय जीवलाल सापकोटा चाहिँ त्यहाँ पढाउनुहुन्थ्यो। मेरो पिताजीले उहाँहरूलाई धेरै सम्मान गर्ने भएको हुनाले उहाँ नै मलाई बुझ्न आउनुभयो र पार्टीले मलाई बुझेर घर लाँदाखेरि उहाँ साथमा भएको हुनाले अलि सहजता भयो। त्यसपछि बिस्तारै मेरो यता आन्दोलनले अलिअलि मलाई चेतनाकरण गर्यो। दोस्रो त्यो प्रहरीमा बसाइले चाहिँ मलाई ओहो मैले त्यहाँ चाहिँ छोरी मान्छे भएर पढ्ने बेलामा त आन्दोलन गर्ने भन्ने कुराले आन्दोलन, परिवर्तन यी कुराहरू मलाई फेरि पुनः त्यसमा अलि चिन्तन गर्नुलाई त्यो परिवेशले मलाई ल्यायो। त्यसपछि 2046को जनआन्दोलन भयो। जनआन्दोलनको क्रममा चाहिँ म कलेज पढ्न आइसकेका थिएँ। त्यहाँ नेपाल विद्यार्थी सङ्घको इकाइमा बसेका थिएँ, उपाध्यक्ष उपसभापति थिएँ। त्यसपछि त्यो भएको कारणले मेरो जिम्मेवारीभित्र थियो फेरि त्यो चाहिँ। त्यसो भयो। यसरी म अगाडि बढ्दै जाँदा 2054को स्थानीय निर्वाचनमा म नेपाली काङ्ग्रेसले मलाई तत्कालीन नगरपालिकाको वडा सदस्यको रूपमा टिकट दियो। मैले अत्यधिक मतले जितेँ।
जितिसकेँ। नेपाली काङ्ग्रेसको जिल्ला कार्य समिति सदस्य हुँदै आइरहँदा मैले 2046 को परिवर्तनसँगै राजनीति भनेको त मैले जब स्नातक पढिरहँदा राजनीतिशास्त्र पढिरहँदा राजनीति भनेको त कोरा सिद्धान्त मात्रै होइन, त्यसलाई व्यवहारमा अनुसरण गर्ने कुरा चाहिँ जो सेवा मार्फतबाट सम्भव छ, कामै गर्नुपर्छ भन्ने लाग्यो। त्यसपछि मैले चाहिँ 2049 तत्कालीन आदर्श नारी क्लबको नामबाट सेवामा म चाहिँ सचिव भएर संस्थापक सचिव भएर यो सेवा प्रवेश गरेँ औपचारिक रूपमा। राजनीतिक चेतनाकरण गर्ने काम चाहिँ म 42 सालको 43-44 आएँ। तर संस्थागत रूपमा 49 औपचारिक संस्था दर्ता गरेर आफू त्यसको संस्थापक सचिव भएर काम गर्ने कुरा चाहिँ मैले 49 आएर तत्कालीन आदर्श नारी क्लबको सचिव भएर काम गरेँ। आदर्श नारी क्लबको सचिव भएर काम गरिरहँदा चाहिँ त्यति बेला चाहिँ थोरै मात्रै संस्थाहरू दर्ता थियो। 624-25 हाम्रो दर्ता नम्बर थियो। त्यसले त्यो समाज कल्याण परिषदले तालिम दिने कार्यक्रमहरू अलिकति सानो कार्यक्रमहरू सपोर्ट गर्थ्यो। 15 दिनको तालिमपछि चाहिँ हामी केही बेसिक नलेजहरू के अब संस्था चलाउँदा के गर्नुपर्ने माइनर लेख्नेदेखि लिडरसिपका कुराहरू जति हामीले त्यहाँबाट सिकेर आयौँ। अनि त्यसपछि व्यवहारमा काम गर्दै गयौँ। महिलाहरूलाई पहिला त सङ्गठित पर्दो रहेछ भन्ने लाग्यो। अनि सङ्गठन गर्न थाल्यौँ, समूह बनाउने, अनि समूहभित्र बचत गर्न सिकाउने, अनि त्यहीभित्र नेतृत्वको अभ्यास गर्न सिकाउने कामहरू गऱ्यौँ। यो गरिरहँदा चाहिँ त्यसपछि 2055 चाहिँ सहकारी बनायौँ। महिलाको आर्थिक सशक्तिकरण भएन भने मैले कुरा गरेर हुँदो रहेनछ। मैले सिद्धान्त सशक्तिकरणको पढेँ, बुझाएँ, तर उसले व्यवहारमा उसलाई चाहिँदा 1 रुपियाँ पनि आफैले निकाल्न सकेन भने उसले कहीँबाट मागेर पाउने पैसासँग हस्तक्षेप हुन्छ, दबाब हुन्छ। त्यसले स्वतन्त्रता हुँदैन। त्यसले गर्दा ऊ इन्डिपेन्डेन्ट बन्नको लागि त केही न केही उसले चाहिँ आर्थिक रूपमा चाहिँ सशक्तता हुनु आवश्यकता रहेछ। त्यसपछि हामीले 55 सहकारी बनायौँ। त्यो पैसालाई चाहिँ अब तपाईँको चाहिँ व्यवसाय गर्नलाई लगानी गर्ने, आय आर्जनमा प्रेरित गर्ने काम गऱ्यौँ। यो गरिरहँदा चाहिँ जिल्लामा चाहिँ पुनस्थापना केन्द्रहरू थिएन। तर यही सोचसँगै हामीले चाहिँ एउटा पुनस्थापना केन्द्र बनाऊँ भन्ने सोच राखेका थियौँ। त्यो पुनस्थापना केन्द्र बनाउन हामीलाई समाजले पचाइसकेका थिएन। हामीसित पैसा थिएन, त्यो सानो पैसाले हुँदैन थियो। तर एक दिन पनि बस्ने आवास नहुँदाखेरि समस्या खेपेको कुराबाट हामी चाहिँ त्यो विषयमा चिन्तन गरिरहेका थियौँ। यही बिचमा 2061 चाहिँ हामीले सडक बालबालिका पुनस्थापना केन्द्र हाम्रो घरबाट मैले चाहिँ पुनस्थापनाको कार्यक्रम चाहिँ फेरि 61 आउँदा मैले पुनस्थापना कार्यक्रमसँग जोडिएँ। सडकमा रहेर कठिनाइमा जीवनयापन गरेका बाबु नानीहरूको पुनस्थापना गऱ्यौँ। यो चाहिँ त्यति बेला आयोलो, युनिसेफ लगायतका चाहिँ सहयोगी निकायहरूले चाहिँ उहाँहरूले चाहिँ यो पुनस्थापनाको लागि सपोर्ट नगर्ने, किनकि बच्चा स्वतन्त्रताकै लागि सडकमा आएको हुन्छ। त्यो मान्छेलाई फेरि तपाईँले पुनस्थापित गर्ने त्यो एउटा नियमभित्र राख्यो भने त्यो बस्दैन। बरु त्यसलाई चाहिँ सेल्टर बेसमा जस्तो एउटा टाइम तोक दिने, खाजा खाने टाइम तोक दिने, आए खान दिने, सुत्ने टाइम तोक दिने, आए सुत्न दिने, ताकि उसलाई चाहिँ त किन सुत्न आएनस्, किन खान आएनस् भनेर क्वेसन नगर्ने, ताकि ऊ चाहिँ स्वतन्त्रताकै लागि बाटोमा आछ भन्ने कुरा भएपछि हामीलाई लाग्यो त्यो कार्यक्रमले त उपलब्धि हासिल हुन सक्दैन। एउटा मान्छेलाई असल चरित्रवान नागरिक बनाउनु त आज मैले एउटा कुरा सिकाउँछु, फेरि ऊ बाटोमा जान्छ अनि अर्कै कुरा सिक्छ। बाटोको इन्भाइरोमेन्ट मैले सिकायो भन्दा फरक हुन्छ, त्यहाँ उसले व्यवहार गर्छ, अनि फेरि म अर्को सिकाउँछु, त्यो चाहिँ हुन सक्दैन। हामी चाहिँ पुनस्थापनै गर्ने हो। दीर्घकालीन रूपमा त्यही आवासभित्र बस्ने, आवासको अनुशासनभित्र बस्ने, औपचारिक शिक्षा लिने अथवा अनौपचारिक कार्यक्रमसँग जोड्ने गर्नुपर्छ भनेर हामीले त्यसरी लाग्यौँ। त्यो संस्थागत भइरह्यो। 2061 आइपुग्दा चाहिँ त्यो 61बाट सुरुवात गरेको 66 आइपुग्दा चाहिँ उसले संस्थागत रूप लिन थाल्यो। त्यहाँ म सचिव थिएँ, अध्यक्ष रामहरि श्रेष्ठ दाजु हुनुहुन्थ्यो। त्यसले गर्दाखेरि चाहिँ यता मैले 66 आएपछि म सुरुदेखि आफू पनि महिला, छोरीहरूको पुनस्थापना कुरा पनि मेरो मानसपटलमा थियो। त्यसपछि मैले छोरीहरूको पुनस्थापना केन्द्र सञ्चालन गरेँ। 16वीको पुनस्थापना केन्द्रमा चाहिँ आजसम्म चाहिँ 1224 भन्दा बढी त्यहाँ प्रत्यक्ष त्यसको त्यो आवास प्रयोग गरेका, बाहिर चाहिँ हरेक दिनमा 5 जना 10 जना 7 जना मान्छेहरूको व्यवस्थापन गर्ने कुरा त अलग कुरा भयो। त्यो बाहिर व्यवस्थापन गरेँ। ऊ आफ्नै घरमा गएर फर्क्यो, सुत्न बस्न पायो, आफ्नो नजिकको छिमेकी यहाँ सुत्न बस्न पायो। जसको कोही छैन त्यो मात्रै त्यहाँ हाम्रो पुनस्थापना केन्द्रभित्र आयो। सर्ट टर्म अथवा लामो छोटो समयको उसले चाहिँ पुनस्थापनामा सहभागी बन्यो। त्यसपछि अहिले त्यो संस्थाबाट थुप्रै बहिनीहरू निस्के, 225-26 वटा त मैले
त्यहाँ मुद्दै लड्नुपर्ने जटिल परिस्थितिको घटनाका नानीहरू पनि आउनुभयो, जसका कारणले गर्दा कानुनी उपचारै गर्नुपर्ने हिसाबले भयो भने अरू चाहिँ सामान्य शिक्षा अनाथहरू आउँदा उनीहरूको व्यवस्थापनको कुरा मात्रै, शिक्षा, स्वास्थ्य, त्यसपछि त्यहाँको आवास सुविधा मात्रै प्रदान गरेर उनीहरू बाहिर निस्के, अहिले समाजमा स्थापित छन्, पुनस्थापित छन् भने। ओके हजुर, भनेपछि तपाईँले चाहिँ राजनीतिक र समाजसेवा एकैचोटि लिएर हिँड्नुभएको हो? यो राजनीति पनि सेवा हो, समाज सेवा एउटा सानो च्याप्टर हो भने त्योभन्दा अझ फराकिलो सेवा चाहिँ राजनीति हो। तर मैले चाहिँ सेवा राजनीति सिद्धान्त मात्रै गर्ने, झन्डा बोक्ने, बाहिर आउने मात्रै कुराले चाहिँ मलाई चाहिँ हाम्रो समाजवाद, राष्ट्रियतावाद समाजवादसँग आबद्ध भएर सिकिरहेको एउटा व्यक्तिले हाम्रो सर्दै नेताहरूको जीवनी पढिरहँदा, प्रशिक्षणमा आइरहँदा चाहिँ के हो त समाजवाद भनेको। एउटा मान्छेले चाहिँ एकदमै खान लाउन पाउने, एउटा मान्छेले पाउँदै नपाउने अवस्था आज पनि विद्यमान छ। त्यसैले स्वर्गीय नेता विश्वेश्वर प्रसाद कोइरालाले कम्तीमा एउटा मान्छेसँग एउटा घर होस्, सामान्य घर होस्, त्यहाँ एउटा दुहुनो गाई होस्, यसको मतलब पौष्टिक चिज त्यसले त्यहीँभित्र पाओस्, एउटा सानै भए पनि उसको बारी होस्, त्यहाँ जोत्न सकोस्, उठा खाओस् भन्ने किसिमको जुन कल्पना छ नि, त्यो कल्पना साकार गर्नको लागि सक्नेले नसक्नेलाई, हुनेले नहुनेलाई केही मात्रै गऱ्यो भने हुन यी सब राज्य त्यो सिद्धान्तलाई सरकारमा गइसकेपछि नीति नियममा बाँधेर जनताले अनुभूत गर्ने गरेर दिने कुरा हो। तर त्योभन्दा अगाडि एउटा नागरिकले, एउटा बुझाइले, एउटा सचेत नागरिकले नागरिकको तर्फबाट, म त राज्य होइन, मैले त राज्यलाई सघाउने कुरा, राज्यले अवलम्बन गरेर नीति कार्यक्रमलाई सघाउने क्षेत्रमा चाहिँ तत्काल नभइरहेको कुराबाट जुन समस्या थियो त्यसलाई सघाउने कुरामा चाहिँ म चाहिँ त्यसमा इन्भल्भ भएँ र सहभागी भएँ। ओके, भनेको मतलब तपाईँको लागि चाहिँ समाजसेवा गरिन तपाईँ गरिरहनु भएकै थियो, त्यो सँगसँगै राजनीतिकबाट अझ ठुलो फराकिलो समाजसेवा गर्न पाइन्छ भन्ने हिसाबमा तपाईँ जान खोज्नु भयो होइन? आखिरीमा यो समाजसेवा र राजनीतिलाई तपाईँ कसरी लिनुहुन्छ? लाइक समाजसेवा गर्नु त एक किसिमको सन्तुष्टि होला, त्यहाँ गाली गलोच अलिक कम पाइन्छ होला, राजनीतिमा त गाली गलोच धेरै पाइन्छ नि त होइन? तपाईँले भोलि बिहान म हेर्दै गर्दाखेरि तपाईँको क्रियाकलाप हामी हेर्दै आउँछौँ सूक्ष्म रूपमा होइन? हो, हामीले आजको दिनमा कुनै पनि पार्टीको झन्डा बोकेर म पनि हिँडेको छैन होइन? होला व्यक्तिगत रूपमा हामी कसैलाई सपोर्ट गर्छौँ होला, किनभने एउटा नेपाली नागरिक भइसकेपछि व्यक्तिगत रूपमा कसैलाई नितान्त पार्टीभन्दा माथि व्यक्ति भनेर हेरेर चाहिँ हामी हिँड्छौँ होला होइन? तर तपाईँले चाहिँ हेर्दै गर्दाखेरि चाहिँ तपाईँको क्रियाकलाप हेर्दाखेरि चाहिँ तपाईँ यस्तो राम्रो समाजसेवा गरिरहेको मान्छे र मिना खरेल भन्दा बित्तिकै आज चितवनमा चाहिँ एउटा ब्रान्ड जस्तै नाम छ होइन समाजसेवाको लागि होइन? अब उहाँ चाहिँ आज चितवनको यस्तो क्षेत्रमा उभिएर चुनाव लड्दै हुनुहुन्छ जहाँ चाहिँ भोलि तपाईँले जित्नुभयो भने त तपाईँले एक किसिमले ठुलो नै जित हासिल गर्नुहुन्छ। अहिलेको सामान्य एउटा सांसदको जित मात्र होइन कि त्योभन्दा विशेष सांसदको जित गरे जस्तो हुन्छ। यदि हार्नुभयो भने तपाईँलाई फेरि भोलि त कार्यकर्ता, झोले कार्यकर्ता अथवा चाहिँ समाजसेवाबाट चाहिँ तपाईँको चाहिँ राजनीतिलाई बढी गर्न खोजेको भनेर भोलि तपाईँलाई गालीको आउला कि नआउला तपाईँलाई के लाग्छ यो विषयमा चाहिँ? मलाई चाहिँ कसले गाली गर्ला, कसले प्रशंसा गर्ला भनेर मैले सेवामा आएकै होइन, मैले सेवामा सन्तुष्टिका लागि आएको हो। त्यसले गर्दा मलाई त्यति धेरै गाली गर्दा पनि पीडा त्यति धेरै हुँदैन, किनकि मान्छेले गाली गर्ने आधार चाहिन्छ। निराधार कसैले गाली गर्छ भने त्यो चाहिँ मान्छे उसको मानसिकता के छ भन्ने कुरा हो, त्यसबाट त कोही अमुख हुन सक्दैन। मैले कसैले आधारसहित गाली गर्ने गरेर न हिजो काम गरेँ, जवान अवस्थामा हुँदा पढे लेखेको थिएँ, मैले नेपालको प्रतिनिधि बनेर जति बेला 54मा जनप्रतिनिधि हुँदाखेरि पनि मैले, अहिले पो मेयर उपमेयर महिलाहरू छ, त्यति बेला मेयर उपमेयर महिला नहुँदा थाइल्यान्डमा भएको एसिया पेसिफिक वुमेन मेयर एन्ड काउन्सिलरको एसिया पेसिफिकमा नेपालको प्रतिनिधि बनेर गएँ, नेपाल प्रतिनिधि बनेर क्यानाडामा प्रोग्राममा गएँ, अन्त गएँ। मसित त्यति बेला जति बेला 56मा क्यानाडा पुग्दाखेरि नेपालीहरू ज्यादै कम थिए, मसित चाहिँ भिसा थियो, म बसेर त्यहाँ काम गरौँ भनेर त्यहाँ नेपालीहरूले मलाई सुझाउनु भएको थियो। त्यसका अतिरिक्त मैले ती सबै अवसरहरू छोडेर म फेरि होइन जनप्रतिनिधि पनि छु, म मेरो जिम्मेवारी छ, म बस्नुहुन्न भनेर म फर्केर देश आएँ। त्यसभन्दा पछाडि अरू देशहरू कार्यक्रममा गएँ, त्यहाँ बस्ने रहरभन्दा पनि मलाई मेरो देशभित्र मैले केही गर्नुपर्छ भनेर म यहाँ आएको कारणले गर्दाखेरि म चाहिँ कसले प्रशंसाका लागि गरेको भए मैले साना जतिवटा थियो, जति बेला बहिनीहरूको मुद्दा रेपमा परेका 11-12 वर्षमा जबरजस्ती करेनीमा परेकाहरू, परिवारबाट बेचिएकाहरू, बेचिएर चाहिँ ब्रथर सेन्टरबाट फर्काएका नानीहरू पालिरहँदा त्यो सजिलो कुरा थिएन। ती एउटा मात्रै स्टोरीलाई बाहिर आज निर्वाचनमा छु, हजारौँ मसित स्टोरीहरू छन्,
तर म चाहिरहेको छैन मेरो निर्वाचनलाई त्यो स्टोरीले धेरै सहयोग गरोस् भनेर। किनकि यो त्यस्ता घटनाहरू छन् 11-12 वर्षमा बच्चा जन्माएका नानीहरू अहिले अर्को अर्को नयाँ जीवन सञ्चालन गरेका छन्। ती बच्चाको फरक व्यवस्थापन भएको छ। यी सबै समस्याहरूको कथा छ। त्यही मात्रै कुरा चाहिँ मैले चर्चामा ल्याए जति एउटा काम गरेको चर्चामा ल्याउन चाहेको भए मैले देख्छु 1-2टा 3टा कामहरू परोक्ष रूपमा संलग्न भएर गरेका कुराको यति धेरै सार्वजनिकरण देख्छु, यति धेरै चर्चा देख्छु। मैले हजारौं त्यस्ता घटनाहरू आज पनि मैले गरेँ भयो। यसको परिणाम स्वरूप चाहिँ तपाईँको बहिनीहरू अहिले मेरो पार्टीको कार्यकर्ता भन्दा अगाडि आफै गएर समाजमा चाहिँ दिदीले मलाई पाल्नु भएको हो। दिदी नभएको भए मेरो जिन्दगी कहाँ हुन्थ्यो मैले कल्पना पनि गर्न सक्थिनँ। त्यसैले तपाईँले अहिले मत दिने कुरा चाहिँ दिदी उभिएको ठाउँमा दिनुपर्छ, किनकि दिदी राष्ट्रनिष्ठाको राजनीति गर्नुहुन्छ, दिदीले इमान्दार गर्नुहुन्छ। दिदी हाम्रो अभिभावक हो भन्नुभएको छ, हामीसँग नभएर होइन, चाङलाग्दो भएर अहिले पनि मलाई साथीहरूले सुझाइराख्नु भएको छ। तिनीहरू बहिनीहरू हामी बोल्छौँ भनिराख्नु भएको छ। त्यसले गर्दा केही बोल्न सक्ने तयार भएका नानीहरू बाहेक अरू नानीहरूलाई मैले चाहिँ यसरी यहाँ बोलाउनु पर्छ पनि भनेर उनीहरूको आफ्नो लाइफ सुरुवात गरेका छन्, सहयोगी मात्रै हो। त्यसले गर्दा मलाई यो निर्वाचन क्षेत्रमा निर्वाचन जिते पनि र मलाई त लाग्दैन कि मैले हार्छु भनेर। त्यो त उम्मेदवारलाई कोहीलाई पनि लाग्दैन, मलाई चाहिँ झन् लाग्दै लागेको छ। वानदेखि जिते मैले नोमिनेसन गर्न आएँ त्यहाँदेखि आजसम्म चाहिँ मैले जो उत्साह पाएको छु नि जन समुदायबाट, म पनि अहिले भर्खर घर दैलोबाट तपाईँको यो स्टुडियोमा आएर यहाँ गरिरहेको छु। घर दैलोमा छु, बिहान 7 बजीदेखि गएको। मैले तपाईँको समय अनुसारको समयसम्म म यहाँ घर दैलोभित्रै भएर हुँदाहुँदै मैले तपाईँको अन्तर्वार्तामा आएको छु। त्यो भएको कारणले गर्दा मलाई चर्चाको लागि परिणाम त स्वीकार्नुपर्छ नि। लोकतन्त्र प्रजातन्त्रको भनेको त त्यो परिणामसँग मेरो असन्तुष्टि छैन। मलाई त्यो परिणाम सकारात्मक आउने कुरामा चाहिँ म एकदम ढुक्क भएको कारणले गर्दा चर्चा केका लागि हुन्छ यो हुन्छ भन्ने कुरासित मैले चर्चाको राजनीति गरेको हल्लाको राजनीति गरेको छैन। चर्चाको राजनीति गर्दा झोले भन्छन् अहिले, बरु अहिले नयाँ भन्ने साथीहरू नै अलि झोले हुनुभयो कि हामी मलाई आबद्ध भएको पार्टीको त अहिले नयाँ रूपान्तरणसहित नयाँ दृष्टिकोणसहित चुनावमा छ होइन। त्यसले गर्दा मलाई त्यस्तो कसैले भन्छ भने पनि नबुझेर भन्छ कसैले भने पिर मान्नु कुरै छैन। बुझ्ने मान्छेले भन्दैन त्यति कुरा बुझ्छ। मैले अवधिलाई एउटा कुरा जोड्न चाहेँ। म आफै चितवन क्षेत्र नम्बर 2 को चाहिँ मतदाता हो होइन। म जहाँ पनि म अलिकति राजनीतिक कुरा हुन्छ म चासो राख्ने मान्छे हुँ। भलै म राजनीति गर्न मलाई आउँदैन र त्यसको पक्षमा पनि म छैन र मेरो कुनै एउटा त्यो आशंका अथवा कहीँबाट पनि तपाईँले पाउन सक्नुहुन्न होइन। तर म सूक्ष्म अध्ययन गर्न सक्छु, एउटा असल नागरिक र एउटा चाहिँ विचार गर्न सक्छु म हेरेर होइन। तपाईँलाई चाहिँ मलाई अहिले जहाँ पनि सुन्छु मैले यो मैले तपाईँलाई खुसी बनाउन भनेको यी वाक्यहरू होइनन्। जहाँ पनि सुन्छु एउटा नेपाली काङ्ग्रेस त आफैमा के थियो भन्ने कुरा त अस्तिको जिजी आन्दोलनले तपाईँकै सभापतिको पूर्ण रूपमा घरमा देखाएका कुराहरू छन्। त्योपट्टि हामी अहिले नजाउँ, त्यो नेगेटिभ कमेन्टमा हामी नजाउँ। तर मिना खरेल भनेको चाहिँ काङ्ग्रेसको पनि एउटा व्यक्ति, यस्तो व्यक्ति हो जो चाहिँ पार्टीभन्दा माथिको व्यक्ति हो। आज मिना खरेललाई रुखरी हेरेर भोट हालियो भने चाहिँ त्यहाँ हार्न सक्ने सम्भावना प्रबल होला होइन। तर मिना खरेलको अनुहार हेरेर भोट दिने मान्छे धेरै छन् जस्तो लाग्छ मलाई चाहिँ व्यक्तिगत रूपमा है। यो चाहिँ यसलाई कसैले भोलि बिहान चाहिँ राजनीतिक रूपमा लिएर अथवा चाहिँ यसलाई चाहिँ टेरोमेन्ट नबनाइकन हेर्नुहुन्छ भने चाहिँ यो मिना खरेल भनेको चाहिँ रुखभन्दा माथि, पार्टीभन्दा माथि र देशलाई सोच्ने मान्छे हो भनेर तपाईँलाई हेर्छन् आजको दिनमा चाहिँ। र अब तपाईँ अर्को प्रश्न छ, अब यही ठाउँमा यही जनसमुदायको प्रश्न के छ भने प्रायः जसो सांसदहरू भोट माग्ने बेलामा चाहिँ मजाले आउनुहुन्छ। अहिले हामीले टिभीमा देख्न सकिन्छ, कतिले त गएर खनेकै देखिन्छ, कतिले चाहिँ के गरेको देखिन्छ होइन, दुनियाँ गरेको देखिन्छ नि अहिले अरू सोसियल मिडियामा। हजुरले त अब त्यस्तो गरेको देखाएको छैन, यसम्म भिडियोमा आएको छैन होला सायद होइन। तर तपाईँ चाहिँ भोलि बिहान तपाईँले मत पाइसकेर यदि तपाईँले जित्नुभयो भने तपाईँले चितवन क्षेत्र नम्बर 2 लाई तपाईँले अबको 5 वर्षमा कस्तो बनाउन चाहनुहुन्छ? प्रथमत त अहिले तपाईँले एकदम गम्भीर कुरा गर्नुभयो। किनकि म चाहिँ बाहिरबाट आएको उम्मेदवारै होइन, मैले खन्नुपर्ने बाटोमा गएर आर्टिफिसियल केही त्यो अभिनय गर्नुपर्ने नै छैन। यही ग्राउन्डमा जन्मेको, यहीँ हुर्केको र यहीँ मैले जानेको मेरो चेतनाले, मेरो क्षमताले, मेरो योग्यताले भ्याएसम्म यहाँको नागरिकको सेवामा थोरै सानो ढङ्गबाट भए पनि लागिरहेको मान्छे हो। त्यसले यहाँको अवस्थिति बारेमा राम्रो जानकार छ।
मेरो निर्वाचन क्षेत्र अलि भौगोलिक दृष्टिकोणले हेर्दा 3वटा पालिकाभित्र पर्छ। भरतपुर महानगरपालिकाका 10वटा वार्डहरू, कालिकाका 11वटा वार्डहरू, इच्छाकामना गाउँपालिका 7वटा वार्डहरू पर्छ। सुगम भरतपुर नानगढ भनेपछि देशकै चर्चामा रहेका राम्रा बजारहरू, सहरी क्षेत्रहरू हाम्रो बिचमा छन् भने अब इच्छाकामना अनि त्यसपछि कालिकाका दुर्गम बस्तीहरू पनि हाम्रो बिचमा छ। पहाड तराई यो दुइटैले जोडिएको छ। नारायणी राप्ती नदीसँग यो जोडिएको छ। भौगोलिक कठिनाइ भएको क्षेत्र पनि छ। म जाने भनेको चाहिँ कानुन बनाउन हो, नीति बनाउन हो, विधि बनाउन जाने हो। त्यति मात्रै भनेर चाहिँ मैले कानुन बनाउँछु। यी सबै यो भौगोलिक विकटतालाई सम्बोधन गर्ने राज्यको एउटा नीति कानुन बनाउन जरुरत छ। त्यसलाई प्राथमिकतामा राख्ने विकासमा यी कुराहरू अहिले हामीले विकास चाहिँ योजनाबद्ध विकास गरिरहेका छैनौँ। विकास चाहिँ केही योजनाबद्ध विकासहरू छन् भने ठुला पूर्वाधारहरूका विकासहरू गर्नुपर्ने मेरो कार्यक्षेत्र मेरो क्षेत्रभित्र छ। त्यसका लागि हामीसँग तहगत 3टा सरकार छ। एउटा स्थानीय सरकार छ। स्थानीय लेभलका समस्याहरू उसले स्थानीय तहबाट समाधान गरेका छ। त्योभन्दा माथि प्रदेश सरकार छ। प्रदेश तह सरकारले प्रदेश तहका योजनाहरू काम गरेका छ। त्यसभन्दा माथि सङ्घीय सरकार छ। त्यो सङ्घीय सरकार मध्येको चाहिँ सङ्घीय बजेटसँग जोडेर ठुला गौरवका आयोजनाहरू मार्फत जस्तै पूर्वाधार विकास गर्नुपर्ने छ। बाटो छैन अहिलेसम्म, त्यहाँको नागरिकले बिजुली छैन, खानेपानीको व्यवस्था नभएका ठाउँमा न्यूनतम आधारभूत आवश्यकता पुर्याउनु मेरो प्रथम कार्य हुनेछ। पूर्वाधार विकास महत्त्वपूर्ण कुरा हो। त्यो पूर्वाधार गइसकेपछि पहाडमा फलेको चिज तराईमा आउन थाल्छ, बजारमा आउन थाल्छ। त्यसले आन्तरिक बजार प्रवर्धन, त्यसलाई बजारसँग जोडिदिने कुरा अर्को महत्त्वपूर्ण कुरा हो भने आज धेरै कुरा चाहिँ शिक्षा, स्वास्थ्य, रोजगारी मेरो मेन एजेन्डा हो। किनकि अहिलेको शिक्षा, हाम्रो शिक्षाले सैद्धान्तिक रूपमा मलाई IAA BA MA पढ्ने सर्टिफिकेट दियो, तर यो शिक्षाको यो सर्टिफिकेटले मलाई कहीँ रोजगारीको ग्यारेन्टी गरेको छैन। ताकि मैले चाहिँ जस्तो प्राविधिक शिक्षा पढेका भाइ बहिनीहरूले पढे साथ जागिर नपाए पनि उसले आफूले फार्मेसी गरेको छ, आफूले केही काम गरेको छ, रोजगारी सिर्जना भइरहेको छ। तर मेरो पढाइले चाहिँ के गरिरहेको छैन, रोजगारीसँग जोड्न सकेका छैन, व्यावहारिकतासँग जोड्न सकेका छैन। त्यसले यो शिक्षा चाहिँ अब प्राविधिक शिक्षा चाहिँ हुनुपर्छ। त्यसको लागि एउटा शिक्षा नीति नै लिएर आएर, जस्तो अहिले सामुदायिक विद्यालयमा भवन छ, टिचर पनि छ, स्टुडेन्ट्स कम छ होइन। त्यसले गुणस्तरीय शिक्षा भएन भने त शिक्षा मात्रै पढाएर भएन। त्यो एउटा महत्त्वपूर्ण कुरा हो। नि स्वास्थ्यको कुरा सबभन्दा ठुलो कुरा मात्रै स्वास्थ्य सेवा आफ्नै देशमा, आफ्नै ठाउँमा, आफ्नै गाउँमा, आफ्नै देशमा भन्दा नि आफ्नो गाउँमा कति समुदायहरूले त अहिलेसम्म हामीले चाहिँ हस्पिटल देखाएको छैन भन्ने ठाउँ पनि हाम्रो क्षेत्रभित्र पर्दो रहेछ भने त्यो चाहिँ मिनिमम रूपमा चाहिँ स्वास्थ्य समस्या पर्दाखेरि उसले सेवा पाउने कुरा चाहिँ मुख्य कुराहरू भयो। त्यसै कृषि, हामी कृषि प्रधान देश, कृषि प्रधान देश भन्छौँ। अहिले पनि हामी परम्परागत कृषिमा आधारित छौँ। वैज्ञानिक कृषि प्रणाली, प्राविधिक कृषि प्रणाली हामीले सुरुवात गरेका छौँ। यद्यपि हामीसँग कृषि कलेज यहीँ चितवन जिल्लामा छ। त्यसका विज्ञहरू हामीसँग छन्। त्यसलाई कसरी जोड्ने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हुन्छ। अब देश आर्थिक आत्मनिर्भर बन्नको लागि यहाँ उद्योग धन्दा, कल कारखाना छन्, जल, जमिन र जङ्गल 3वटै स्रोतहरू हामीसँग छन्। त्यसको सदुपयोग परिचालन गर्ने कुरा महत्त्वपूर्ण कुरा छ। त्यसले गर्दाखेरि यी सबै कुराहरूका लाई सम्पन्न गर्न तलगत रूपमा समन्वय गर्ने कानुन, यसका लागि त्यहाँको नागरिकले, सीमान्तको समुदायले सहज यी सेवा, राज्यका सेवा प्राप्त गर्न सक्ने हामीले नीति भन्नु पर्यो, कानुन भन्नु पर्यो। ताकि त्यसले चाहिँ त्यो कानुन, त्यो नीतिका कारणले गर्दाखेरि सहज उपचार गर्न सक्ने, आफ्नै देशभित्र, आफ्नो ठाउँभित्र सुसेवा प्राप्त गर्न सक्ने खाले अवस्था सिर्जना हुनुपर्छ भन्ने अवस्थाले हामीले म 3 चरणको भेटघाट गरेँ। 28वटा वार्ड पर्छ। 3 चरणको भेटघाट गरिरहँदा पहिला कार्यकर्ता सहसँग भेटघाट भयो। त्यसभन्दा फराकिलो अरू राजनीतिक दलहरू, अरू त्यहाँका बुद्धिजीवीहरू चाहिँ उहाँहरूसँगको भेटघाट भयो। र अहिले म घर दैलोमा छु। यो हुँदा चाहिँ हामीले पनि, मैले पनि हिजै चाहिँ प्रतिबद्धता पत्र, सङ्कल्प पत्र सार्वजनिक गरेँ। पनि राष्ट्रिय रूपमा नेपाली काङ्ग्रेसकै सङ्कल्प पत्रमा यी कुराहरू उल्लेख पनि छन्। र त्यसकै आधारमा त्यो सङ्कल्प पत्रले सम्बोधन गरेका राष्ट्रिय मुद्दाका अतिरिक्त मेरो स्थानीय तहका समस्याहरूलाई चाहिँ मैले समन्वयकारी, मैले नै सबै बाटो बनाउने, बिजुली बनाउने सबै काम मैले गर्दिनँ। तर मैले चाहिँ समन्वय गरेर ती सुविधा त्यहाँ पुर्याउने कामको मिन्स भन्छु, म माध्यम भन्छु। त्यो काम मैले मेरो क्षेत्रमा गर्न आवश्यकता छ। त्यसको लागि म प्रतिबद्ध छु। त्यही अब हामीले देखिरहेको चाहिँ के हुन्छ भने प्राय जसो तपाईँको चाहिँ जो जनप्रतिनिधि बन्न आउनुहुन्छ उहाँहरूले
चुनाव अघि एकदमै ठुला कुरा गर्नुहुन्छ। भोलि नै उहाँले आएर बाटो पिच गरिदिनुहुन्छ कि भोलि नै उहाँले हाम्रो घरको अगाडिको चाहिँ ढल सफा गर्नुहुन्छ कि अथवा चाहिँ बिजुलीको पोल हाल्नु जस्ता कुरा गर्नुहुन्छ होइन। तर मलाई एउटा विश्वास के छ तपाईँमाथि भने तपाईँले गर्न नसक्ने कुरालाई तपाईँले प्रतिबद्धता रूपमा तपाईँले लिनुहुन्न र तपाईँले गर्न पनि हुन्न जस्तो लाग्छ। किनभने जे सकिन्छ आफूले र आफ्नो हातमा क्षमतामा जे त्यसले त्यो बोल्ने हो। यहाँ सपना धेरै ठुलो बनाइन्छ, कहिले के भनिन्छ होइन। तपाईँकै पूर्व सभापति भनौँ, उहाँले पनि धेरै नै हामीलाई चाहिँ तपाईँको चाहिँ आश्वासन पारेर आज उहाँ 5-7 चोटिसम्म उहाँ प्रधानमन्त्री भएर पनि आज देशको स्थिति यस्तो छ होइन। त्यही भएर मैले तपाईँलाई अघि नै भनिहालेँ, तपाईँलाई हामी मतदाताले भोट हाल्ने भनेको चाहिँ त्यो काङ्ग्रेस भनेर चाहिँ होइन। एकदम यो स्ट्रेट एन्सर हो यो मेरो होइन तपाईँलाई, किन म तपाईँको मतदाता भएको हिसाबले एज ए होस्ट अहिले कुरा गरे पनि तपाईँलाई हामीले भोट हाल्ने भनेको अथवा चाहिँ अरू पनि यसले हाल्ने भनेको चाहिँ एउटा चाहिँ काङ्ग्रेस भन्दा पनि माथि उठेर मिना खरेल भनेर हाल्ने हो। त्यो हजुरबाट हाम्रो आशा के छ भने तपाईँले चाहिँ जे बोल्नुहुन्छ र त्यही पुरा गर्नुहुन्छ भन्ने जुन हामीलाई आशा छ त्यही गरिदिनु भयो तपाईँले पनि हेर्दै। यसको लागि चाहिँ तपाईँलाई यो सजेसन जस्तो पनि भयो। र म अर्को पक्षमा जाँदै गर्दाखेरि चाहिँ चितवन क्षेत्र नम्बर 2 का मतदाताले किन तपाईँलाई मतदान गर्ने किन लाग्ने तपाईँलाई? किनकि म यो समाजमा लामो समयदेखि झन्डै 40 वर्ष भयो। म जागिरै भएको भए पनि म चाहिँ रिटायर भएर पेन्सन खाएर बस्ने भन्थ्यो होला होइन। म आज त टायर्ड हुनुपर्ने, थाक्न पनि पाएको छैन। पेन्सनको त कुरै छोडौँ। त्यसले त्यो हिसाबले म यहाँको स्थानीय मान्छे हुँ। स्थानीय मुद्दा परिवेशसँग म पूर्ण जानकार छु, सहमत छु। मेरो रहर पनि सत्ता प्राप्तिका लागि मैले उम्मेदवार दिइरहेको छैन। यो चुनौतीपूर्ण परिवेशको जानकार भएको एउटा सचेत नागरिक हुँ। तर पनि त्यसका अतिरिक्त त्यसका अलावा म चाहिँ सङ्घर्षबाट आएको मान्छे हुँ। सानै उमेरदेखि राज्य विरुद्ध राज्यले चाहिँ जे कुराहरू हामी एउटा अभावमा हुर्केको होइन, एउटा परिवेशमा हुर्केको मान्छे हुँ। त्यो भएको कारणले गर्दा यो राजनीतिसँग जोडिएर यहाँ आएको व्यक्ति भएको कारणले गर्दाखेरि चाहिँ कुनै रहरले म चाहिँ त्यहाँ सत्तामा जाउँ भन्ने कुनै रहर थिएन। रहर भए म नेपाली काङ्ग्रेसको महासमितिको सदस्य हो। त्योभन्दा अगाडि पनि म नेपाली काङ्ग्रेस जिल्ला काङ्ग्रेस समितिको सदस्य हो। योभन्दा अगाडि नै अवसरहरू थिए होला, त्यतिर मेरो त्यति ध्यान रहेन। जब मैले काम गर्दै आएँ, महिला बालबालिकाको मुद्दामा काम गर्छु। मसित हुने बच्चाहरूको जन्मदाता राज्य सूचक बन्नुपर्छ भनेर कानुनमा व्यवस्था छ। तर त्यो सूचक बन्ने प्रतिनिधि चाहिँ तपाईँको चाहिँ तयार छैन कि उसलाई चाहिँ एकदमै कठिनाइले मैले चिनेर बुझेको आधारमा पाउने सुविधा त हिजो पञ्चायतकालीन अवस्था पनि नभएका थिएनन् नि त। आज त लोकतन्त्र प्रजातन्त्र भनेको त विधिको शासन हो नि। आजसम्म आइपुग्दा त हामी कानुन त साहु सत्ता सम्पन्न नागरिक हौँ नि। सबै अधिकार हामीसँग छन्। तर हामी अधिकार यति धेरै कुरा कानुनमा भए पनि व्यवहारमा आज पनि निरीह अवस्थामा ती बच्चाहरूलाई लिएर हिँड्दा, महिलाहरूको अधिकारको कुरा बोलिरहँदा एउटा लोगो भएको माननीय खोज्नुपर्ने, एउटा यो भएको मान्छे खोज्नुपर्ने, उसले बोल्यो भने त्यो कुरालाई सहज हुने, हामीले बोल्यो भनेर त्यो आवाजलाई चाहिँ सम्बन्धित निकायसँग पुग्नको लागि पनि घनीभूत रूपमा धेरै पटक यति धेरै मास जम्मा गर्नुपर्ने, यति धेरै चाहिँ गर्नुपर्ने कुराबाट चाहिँ अब किन यो विषय किन नउठाउने? मैले यो समाजको सेवा गरेँ, राष्ट्रको सेवा मैले किन नगर्ने भन्ने हिसाबले म यो निर्वाचनमा फर्काउनु। यसले पनि मैले मुद्दा विषयसँग म जानकार छु। दोस्रो कुरा चाहिँ म महिला हुँ। यहाँ अहिले 50 ओभर चाहिँ महिलाहरू चाहिँ हामी जनसङ्ख्यामा छ, मतदाता पनि हुनुहुन्छ। यसले यही भने चाहिँ यसले देशले अहिले के खोजेको छ, रूपान्तरणमा चाहिँ महिला सहभागिताको कुरा 33% महिलाहरूलाई चाहिँ नीति निर्माण निर्णय प्रक्रियामा ल्याउने भन्ने कुरा कानुन त संविधान त हामीले त्यसलाई व्यवस्था गरेका छौँ। त्यसैले प्रत्यक्षतर्फ फेरि महिला आउन सकेन भने समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट भए पनि उसको उपस्थितिको कुरा, महिलाको, दलितको, जनजातिको, सीमान्तकीय समुदायको प्रतिनिधित्वको कुरा हाम्रो संविधानले खोज्ने व्यवस्था गर्ने कुरा गरेका छ। त्यसका लागि म महिला हुँ। अहिले हामी 33% कुरा गरेका छौँ। मेरो हामीले उम्मेदवार दिँदा 11% महिलाले उम्मेदवार पाछौँ, सङ्घै भएको छैन। अब भनेपछि मैले हारेँ भने देशले हार्छ। हामीले एकचोटि हामीले हेऱ्यौँ देशमा अहिलेको प्रधानमन्त्री त्यति बेला तत्कालीन प्रधान न्यायाधीश हुनुहुन्थ्यो सुशीला कार्की, विद्यादेवी भण्डारी चाहिँ राष्ट्रपति हुनुहुन्थ्यो, अनुसारी घरती मगर चाहिँ सभामुख हुनुहुन्थ्यो। तिनटै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका 3वटा सर्वोच्च निकायमा चाहिँ महिलाहरूको प्रतिनिधित्व हुँदा देश कहाँ थियो? देशले जितेका थियो। नेपाल विश्वका देशहरूमध्ये 12औं 13औं स्थानमा देखिन्थ्यो, उभिन्थ्यो। यही साल देशले जितेका थियो। अब अहिले हामी चाहिँ
त्यो अवस्था छैन। विगतमा हामीले जित्यौँ। अहिले पनि नि संसदमा 33% महिलाको सहभागिता हेरिरहँदा हामी जर्मनी, अस्ट्रेलिया भन्दा पनि अगाडि छौँ। हामी वास्तविकतामा कहाँ छौँ एउटा कुरा, प्रतिनिधित्वको हिसाबले हामी कहाँ छौँ, अझ पनि विकसित राष्ट्रभन्दा पनि हाम्रो प्रतिनिधित्व महत्त्वपूर्ण छ। त्यो प्रतिनिधित्वलाई प्रतिनिधित्व मात्रै बनाउनु भएन, अर्थपूर्ण बनाउनु, मिनिङफुलै बनाउनु पर्यो भने त्यसका लागि हामी जस्ता चेत भएका मान्छेहरू, हामी जस्ता विषय बुझेका मान्छेहरू त्यहाँ गयौँ भने त्यो सम्भव छ। यसले देश जिताउनलाई पनि मेरो उम्मेदवारी चाहिँ हो। अर्को कुरा चाहिँ जस्तो यहाँको समस्या समाधानका लागि पनि, समन्वय गर्नका लागि पनि यो विषय बुझेको मान्छे भएको कारणले मेरो उम्मेदवारी हो। र त्यो यो उम्मेदवारी यी कारणका लागि, मेरो रहरका लागि, मेरो पदका लागि होइन, न्यायका लागि हो। ओके। हजुरलाई एक्ज्याक्टली नभए पनि चितवन क्षेत्र नम्बर 2 मा अहिले कति जति मतदाताहरू छन्? 1,37,000 हाराहारीमा मतदाताहरू हुनुहुन्छ। त्यसमा कति जति खस्ला मत चाहिँ? विगतको तुलनामा अहिले मत अलि धेरै खस्ला कि के भन्ने अनुमान छ। तर यो त राम्रै मत खस्छ भन्ने लाग्छ मलाई। राम्रै मत खस्छ भनेको मतलब राम्रो मतमा तपाईँले अझ राम्रो मत लिएर आउनुहुन्छ एकदम होइन? ठिक छ, दिदीलाई धेरै शुभकामना पनि छ त्यो विषयमा चाहिँ। र दिदीले अब मलाई बताइदिनुहोस्, मैले धेरै लामो समय तपाईँको लिन चाहिनँ, किनकि तपाईँको समय व्यस्तता छ भने थाहा पाउँछ। मैले तपाईँलाई यहाँ राख्नु भनेको फेरि तपाईँले आफ्नो मत घटावस्ती हो, अर्को मान्छे रिसाउला फेरि होइन। त्यो हिसाबले मैले धेरै लामो समय दिदीलाई लिन अब चाहिँ दिदीले जब तपाईँ आउने भनेर हाम्रो एउटा पोस्ट हाल्दै गर्दाखेरि चाहिँ जनसमुदायबाट केही प्रश्नहरू आएका थिए। त्यसमध्ये एउटा प्रश्न म लिन्छु। लगभग 4,000 देखि 4,500 बच्चाहरूको हजुर आमा हुनुहुन्छ अरे होइन? अब त्यो बच्चाहरूको चाहिँ नागरिकताको विषयमा चाहिँ हजुरले बोलिदिनु पर्यो भनेर त्यहाँ प्रश्न गर्नुभएको थियो कोही एकजनाले। हजुरले यसको बारेमा चाहिँ उहाँलाई सन्तुष्ट हुने र न्याय तरिकाको चाहिँ एउटा एन्सर दिनुहोस् न दिदी। हाम्रो बच्चाहरू जो अहिले नेपालमा संविधान त व्यवस्था भएको नेपाल भूमिमा जन्मेको मातृत्व पितृत्वको ठेगान नभएको बच्चाको चाहिँ वंशजको आधारले नागरिकता बन्ने भन्ने जुन व्यवस्था छ, त्यसका आधारमा केही भाइ बहिनीहरूको जन्म सूचक चाहिँ स्थानीय जनप्रतिनिधि, पहिला जनप्रतिनिधि नहुँदाको अवस्थामा तत्कालीन रूपमा कर्मचारीले चलाएको बेलामा उहाँहरू हुनुहुन्थ्यो। त्यसपछि अहिले जनप्रतिनिधि आइसके जनप्रतिनिधि सूचक भन्ने छ। अहिले प्रारम्भमा पनि हजुरसँग मैले कुरा गरेँ कि त्यति सहज छैन त्यो व्यवस्था भए पनि व्यवहारमा आउन, तैपनि उहाँहरूले अहिले पछिल्लो समय चाहिँ अलिक सहजता छ। त्यसमा उसको नाम खाली हुन्छ। एउटा बाबुले हामीले ब्याचलर पढ्दै गयो, त्यही नागरिकता जन्मदर्ता जसमा बाबुको नाम खाली आमाको नाम खाली लेखेको जन्मदर्ता लिएर उसले +2 गर्यो, ब्याचलरका लागि भर्ना हुन गयो। भर्ना हुन जाँदा चाहिँ कलेजमा त्यो भर्ना हुने ठाउँमा तेरो बुवाको नाम के हो थाहा छैन, आमाको नाम के हो थाहा छैन, कसरी जन्मिस् त भनेपछि त्यो बच्चा त्यहाँबाट त्यो आफ्नो डकुमेन्ट लिन्छ, घर जान्छ, अनि फेरि रुन्छ। अनि म अब कलेज जान्न। किन जान्नस्? ऊ सबै भन्न सक्दैन कि म उसको प्राकृतिक बुवा आमा होइन। त्यसले उसले मलाई सबै भन्न सक्दैन। अब स्कुल कलेज जान्न भनेपछि किन जान्न त भनेर बुझिरहँदा चाहिँ कलेजमा मैले अपमान भयो। ओके। किनकि बुवाको नाम थाहा छैन, बाबामा नभए कसरी जन्मिस् त भनेपछि एउटा हाम्रो चेतना कलेज स्तरको सेवा लिन जाने पढ्न जाने विद्यार्थीले हाम्रो चेतना कहाँ छ त्यसलाई हेर्ने दृष्टिकोण। कानुनमा त्यो व्यवस्था छ, उसले होल्ड गरेको जन्मदर्तामा त्यो छ, भोलि नागरिकता त्यही हिसाबको पाउँछ। अहिले मैले कतिवटा नागरिकतामा सनखत गरेको छु, हामीले संरक्षण गरेका कारणले गर्दा मैले सनखत गरेको छु। र तपाईँको चाहिँ मैले सनखत भनेको त जे डकुमेन्ट मसित छ, राज्यले उद्धार गरेर पठाएको चिठीदेखि अर्को चिज मसित छैन, त्यसकै आधारमा नाम कायम भएको छ, त्यसकै आधारमा जानेको आधारमा थर कायम भएको छ, त्यो पनि थाहा रहन्छ भने थरविहीन पनि छ। त्यसलाई थरवान बनाउनलाई, त्यो नेपाली हो भन्ने बनाउनलाई यी यस्ता त धेरै कुरा हुन्छ। नेपालभित्र उसले यो होल्ड गरिराख्ने, यो लिइराख्ने कुराले जन्मदाताले नागरिकताले एउटा कुरा गर्छ। त्यो पासपोर्टमा जब बदलिन्छ, अहिले केही बच्चाहरू बाहिर छन्, बाहिर चाहिँ रिपोर्टदेखि यही इन्क्वायरी जसरी कलेजले गर्यो त्यही होला विदेशले गर्छ। ऊ एकपटक मात्रै अनाथ हुँदैन, राज्यका सबै संरचनाबाट प्राप्त गर्ने सेवाबाट वञ्चितमा परेको हुन्छ। त्यति मात्रै होइन, कति मान्छेले महिलाहरूले अहिले आमाको नामबाट नागरिकताको कुरा भर्खरै प्रारम्भ गर्यो। हामी शुभारम्भदेखि यो लडाइँमा लड्यौँ। विधायकहरूलाई ध्यानाकृष्ट गर्ने, दबाव गर्ने, यो हुनुपर्छ भन्ने हामी अभियन्ताहरू हौँ त्यति बेलादेखि। अहिले त्यो बल्ल व्यवहारमा संविधान त धेरै अगाडि आयो, कानुन त त्यो नभएको कारणले अस्ति भर्खरदेखिबाट 1-2 हप्ता अगाडिदेखिबाट प्रारम्भ भएको छ। घोषणा गर्नु पर्थ्यो। आमाले
चाहिँ के अरे नागरिकता आफ्नो बच्चाको लागि दिँदाखेरि ऊ सो घोषणा गर्नु पर्थ्यो मेरो आफ्नो श्रीमानको बारेमा त्यति जटिलता थियो सहज थिएन अनि त्यसपछि अहिले चाहिँ आमाको नामबाट नागरिकता बल्ल प्रारम्भ भएछ तर त्यति जेलसम्म त्यो बच्चाले कति पटक उसले डिएलए दिँदा जिल्ला तहको इक्जाम दिँदा स्कुलले जन्मदाता बना भन्छ आमा बच्चाको जन्मदाता गराउन 17 ठाउँमा 18 ठाउँमा हिँड्छिन् त्यो सम्भव छैन फेरि थाक्छिन् कसैले त्यसैको त्यही आधारमा नसक्दाखेरि सुसाइड गरेका छन् कसैले के गरेका छन् भने यस्ता थुप्रै कुराहरू छन् राज्यले यो विषयमा आज पनि दबावका कारणले केही बने पनि व्यवहारका कारणले हुन नसकेका कुराहरूलाई म यो विषय बुझेको छु यो परिस्थिति बुझेको छु जसलाई मैले पालेको छु राखेको छु त्यो त प्रत्यक्ष बस्ने मात्रै हुन् त्योभन्दा बाहिर अहिले थुई आमाहरू छन् मैले निर्वाचनमा अरूले मत मागिरहेछन् मलाई 13 वर्षको बच्चा अहिले यसले चाहिँ 8 कक्षा 9 कक्षा पढ्दैछ यसलाई चाहिँ जन्मदाता छैन शिरमा यसको बुवाले जन्मेपछि छोडेर गयो को के हो मसित कागज त मान्छे थाहा छ उसका डकुमेन्ट छैनन् थाहा छ मान्छे भनौँ भने कहाँ छ ले भन्छ मान्छे पनि थाहा छैन भन्छु भन्दा कागजपत्र छैन त्यही थाहा भएको नाम मैले उसको स्कुलमा भर्ना गर्दा राखिदिएको छु त्यो मान्छेको थर ठेगाना त्यहाँ कहाँ हो भने मलाई थाहा छैन भन्ने यस्ता अनुत्तरित प्रश्न गर्दा पनि पीडा हुने चिजहरूसँग म दिनानुदिन काम गरेको छु यसैले विधि बनाउने कुरामा म सबैभन्दा संवेदनशील छु किनकि मैले यी सबै भोगाइबाट यी बच्चाहरूले जे भोगिरहेछन् महिलाले आज जे भोगिरहेछन् त्यो कथासँग म असाध्यै नजिकबाट साक्षात्कार छु त्यो तपाईँले यो भन्दै गर्दाखेरि चाहिँ म आफैले एउटा मनमा के कुरा उब्जियो अहिले यो चाहिँ हाम्रो कुनै प्रश्नमा नभए तापनि भने तपाईँले राजनीतिक नगरिकन पनि तपाईँले यति धेरै समस्या गरिसक्नु भएको थियो भनेपछि सायद तपाईँले अझ त्यो स्थानमा पुग्नुभयो भने सायद तपाईँको ठाउँबाट तपाईँले अझै आफ्नो आवाजलाई बुलन्द उठाउनुहुन्छ होला भन्ने कुरामा चाहिँ म अलिक विश्वस्त भएँ अब तपाईँको कुराबाट म कन्भिन्स भएँ त्यो कुरामा चाहिँ होइन भनेको मतलब तपाईँ जस्तो मान्छेले चाहिँ जित्नुपर्ने रहेछ कि भन्नेमा मलाई बोला म विश्वस्त भएँ होइन त्यो हिसाबले जहाँसम्म लाग्छ यदि सत्यता छ र यदि मानिसले अझै पनि धर्म छोडेका छैनन् भने सायद तपाईँलाई चितवन क्षेत्रमा 2 का जनताले न्याय दिलाउनेछन् होला भन्नेमा म पूर्ण विश्वास म पनि विश्वस्त छु किनकि मलाई नागरिकले धेरै अगाडिदेखि पढ्नु भएको छ बुझ्नु भएको छ मैले भनिहालेँ नि मैले रहरका लागि सत्ताका लागि भएको भए त धेरै अगाडि म पढे लेखेका थिएँ शैक्षिक रूपमा अरूलाई काम गर्न सक्ने थिएँ मेरो सबै बुझाइ थियो म यतातिर धेरै चासो दिइनँ सेवामा मात्रै सीमित रहन चाहे थिए पनि तर मैले चाहिँ अहिले यो भनेको मेरो रहर होइन ती कुरा मैले अरूलाई बुझाएँ माननीय ल्याउँछु उहाँहरूलाई बुझाउँछु हुन्छ भन्नुहुन्छ जानुहुन्छ किनकि यो कुरासित उहाँलाई भोलिपल्ट ठोकिनु छैन मन्त्री आउनुहुन्छ ल यो बच्चाको सबै कुरा हुन्छ भन्नुहुन्छ त्यहाँ पनि पुग्छु अनि हुन्छ भन्नुहुन्छ अनि त्यसपछि पर्सिपल्टदेखि मैले मन्त्रीले सम्पर्क गर्न सक्दिनँ उहाँको आफ्नै विषयहरू छन् समस्याहरू छन् भने जब म त्यहाँ पुग्छु रहर होइन मैले देश समाज बनाएँ देश बनाउनु राष्ट्रको लागि सेवा गर्नु पनि मेरो कर्तव्य हो यो विषयमा मैले जति सक्दो त्यो आवाज उठाउने कुरा निर्भीक भएर आज पनि मैले यी नानीहरू बच्चाहरू पाल्दा अरूलाई पालिरहँदा मैले अंश लिएँ विवाह गरेका छैन मैले अंश अदालत जान परेन यी नानीहरूलाई न्याय दिलाउँदा पटक पटक अदालत गएको छु मेरो लागि होइन पटक पटक पुलिसमा छु म मेरो लागि होइन मैले कुनै कानुनी तहमा पुगेर मैले अधिकार लिएको होइन मैले अधिकार लिँदाखेरि जति बेला छोरीले अधिकार पाउँदा मेरा मातापिता अहिले हुनुहुन्न उहाँहरूले चाहिँ अधिकार दिने बेलामा मैले चाहिँ कानुन व्यवस्था हुनुभन्दा अगाडि पनि चाहिँ दिन चाहदारी कानुनमा छैन त्यसपछि चाँडो चाहिँ छोरीलाई अंश दिन मिल्दैन ऊ 33 वर्ष पुग्नुपर्छ भन्ने व्यवस्था हुँदा मुलुकी 11औं संशोधन भयो 59 मा त्यति बेला चाहिँ तपाईँको चाहिँ थोरै सहजता आयो 63 मा त छोरीले अंश पाउने कुरा आउँदाखेरि मैले अंश लिएँ म अदालत गएर होइन मैले मेरो सहमतिले मेरो पिताजी स्वर्गीय पिताजी माता हुँदै बेलामा मैले चाहिँ अंश लिएँ अदालत गइन तर पटक पटक बन्दी प्रत्यक्षीकरणको मुद्दा खेपेको छु राज्यले राख्न पठाउँछ उद्धार उसले गर्छ उसित सेल्टर छैन बस्ने आवास छैन आवासमा पठाउँछ मैले राखे बापत चाहिँ लौ थुन्यौ राख्यौ बस्यौ भनेर फेरि ती सबै झमेला खेपेको छु राष्ट्रिय अन्तर्राष्ट्रिय अदालतसम्म मुद्दा खेपेको छु कसका लागि ती अबोध नानीहरूको लागि ती अबोध बच्चाहरूको लागि यही परिवेशले मलाई अहिले यो पछिल्लो प्रक्रियामा आउनको लागि यिनै परिवेशले मलाई यो घटनाक्रमले यो परिवेशले मलाई त्यहाँ जाने रहर सिर्जना आएको न कि मेरो लागि
ओके। अनि दिदीको अहिले त्यो जुन भावुक तरिकाले तपाईँले आफ्नो प्रस्तुत दिइरहनु भएको छ र कुरा राख्नु भएको छ त्यसबाट पनि हामी बुझ्न सकिन्छ। जस्तो अहिले हाम्रो हाल प्रधानमन्त्री सुशीला कार्की पदमा पुगिसकेपछि धेरैजना मान्छेहरूले चुनाव गराउन सक्दैन भनेर धेरैजना मान्छे लागिरहेका थिए होला। यद्यपि अझ चुनाव आउन अझै बाँकी छ, 15-16 दिन बाँकी छ, हामीले त्यो पनि हेरौँला होइन। तर जहाँसम्म लाग्छ अहिले जुन तरिकाले सरकार लागिरहेको छ त्यो हेर्दाखेरि चुनाव पक्कै पनि हुन्छ जस्तो लाग्छ। हामी एज अ न्युट्रल भएर बसेका जनताको लागि चाहिँ अब होला भित्रभित्र चल्छ केही भएको हामीलाई थाहा छैन होइन। हामी जस्ता भुइँ मान्छेलाई हेर्दाखेरि चाहिँ पक्कै चुनाव हुन्छ जस्तो लाग्छ। र त्यो हेर्दै गर्दाखेरि चाहिँ आज सायद एउटा आमाको फिल गरेको मान्छे त्यो नेतृत्वमा पुगेको भएर नै यो सम्भव भएको हो कि आजसम्म नेपालले प्रधानमन्त्रीको रूपमा चाहिँ कोही आमा पाएको थिएन, सबै बाउ मात्र पाएको थियो। अहिलेसम्म बुवा दाई के भन्छन् उनीहरूले, आफ्नो पार्टीका जनताले कार्यकर्ता त्यही पाएको थियो। आमा भन्ने शब्द अहिलेसम्म पाएको थिएन र त्यो आमा भन्ने शब्दले नै सायद त्यहाँ आज यो न्याय दिलाएर आज चुनाव भएको होला। चुनावै हुन्थेन आज देश कहाँबाट कहाँ पुग्थ्यो होला भनेर पनि एउटा पक्षले भन्छ होइन। त्यही भएर सायद तपाईँमा पनि चितवनका क्षेत्र नम्बर 2 काले तपाईँलाई एज अ दिदीका रूपमा लिए पनि एज अ आमाको रूपमा लिए पनि तपाईँले सायद जसरी उहाँले सुशीला कार्कीज्यूले चाहिँ निर्वाचन गर्न सक्नुभयो सफल हुनुभयो त्यसै तपाईँ पनि सफल हुन्छ कि भन्ने तपाईँको आँखाको भावबाट मैले बुझिरहेको छु। सायद दिदीलाई पक्कै पनि न्याय दिला होइन, त्यो पनि हामीले चाहिँ शुभकामना दिन्छौँ। र दिदीलाई अब मैले अन्तिम पटक प्रश्न गरेँ फेरि दिदीले चाहिँ अब एकचोटि आफ्ना क्षेत्र नम्बर 2 का जनतालाई चाहिँ भोट अपिल गर्दै गर्दा तपाईँले चाहिँ 1-2 मिनट प्रयोग गरेर तपाईँले भोट अपिल गर्न सक्नुहुन्छ। विशेष धन्यवाद। तपाईँ अहिले भर्खरै प्रसङ्ग उठाउँदै हुनुहुन्थ्यो सुशीला कार्की त्यो बेला जेएनजी मुभमेन्टपछि बनेको सरकारमा सबै चाहिँ कुनै राजनीतिक दल विशेषका नभइकन नागरिक भएर मन्त्रीमण्डलमा जानुभयो। सबै दल विशेषका भएर फर्किनुभयो निर्वाचन लास्टमा गएर हो सब दल विशेषका हुनुभयो। त्यो एउटै महिला उहाँ चाहिँ त्यो फर्किनु भएर निर्वाचनमा कटिबद्ध भएर लाग्नु भएको छ। त्यसले चाहिँ महिलाले नेतृत्व गरेको देश, महिलाले सञ्चालन गरेको देश घर, महिलाहरू सक्षम भएको अवस्था के हुन्छ भन्नेको परिणाम चाहिँ अहिलेको सुशीला कार्की पनि हो। प्रति सम्मान गर्दै अहिले म निर्वाचनमा छु। 2 नम्बर क्षेत्रभित्रका मतदाताहरूलाई हार्दिक अपिल गर्न चाहन्छु, तपाईँले विवेकको मत दिनु होला। तपाईँले मीना खरेललाई मात्रै जिताउनु हुने छैन। मीना खरेललाई मत दिनुभयो भने देशले जित्नेछ, मुद्दाले जित्नेछ, ती अबोध असहाय अनाथ जो छन् त्यसका सवालले जित्नेछ। अहिले हामी चाहिँ सामाजिक न्यायको दृष्टिकोणले समावेशिताको कुरा गरिरहेका छौँ, त्यसले जित्नेछ। त्यसले गर्दा तपाईँहरू निर्भीक भएर मीना खरेलप्रति विश्वास गरेर तपाईँले मत राख्नुभयो भने तपाईँको म असल सेवक भनेर तपाईँको सवाल म सदनमा उठाउने छु। तपाईँको सवाल कहाँ उठाउँदा तपाईँको चाहिँ त्यो सवाल सम्बोधन हुन्छ त्यहाँ उठाउने कुरा म इमान्दार छु। त्यसैले नबकिकन लहरमा नलाइकन तपाईँको हुलमा नलाइकन तपाईँले विवेकपूर्ण मत मार्फतबाट आफ्नो प्रतिनिधि छान्नुहोस्। त्यसका लागि मीना खरेललाई नेपाली काङ्ग्रेसको साथीहरूले कङ्ग्रेस भनेर रुक्सिना मतदान गर्नुहोस्। है तपाईँले मेरो संवादको प्रसङ्गमा भन्नुभएको थियो कतिले मलाई काङ्ग्रेस भनेर भन्दा पनि माथि, पार्टी भन्दा माथि, जाति भन्दा माथि, स्वार्थ भन्दा माथि उभिएको मान्छेको हिसाबले तपाईँले मलाई मत गर्दै हुनुहुन्छ भने तपाईँले एउटा असल प्रतिनिधि छान्दैछु भनेर अधुक्क साथ मतदान गर्नुहोस्। मतदानको अपिल गर्न चाहन्छु। त्यो अपिल मैले परिणाम जे आए पनि तपाईँको साथमा रहने मेरो प्रतिबद्धता यही कार्यक्रम मार्फतबाट व्यक्त गर्न पनि चाहन्छु। अवसरको लागि तपाईँलाई विशेष धन्यवाद व्यक्त गर्छु। धन्यवाद दिदी, आइदिनु भयो र तपाईँका 2-4 शब्द राखिदिनु भएकोमा। थ्याङ्क यू सो मच दिदी। हस्।